अब सुखै छैन। राइट मेन राइट केसको अवधारणा छ। राम्रो काम गर्नेलाई चाहिँ रिवार्ड छ भने अलिकति काममा लापरवाही गर्नेलाई पनिसमेन्टको सिस्टम पनि यो सरकारले बनाएको छ। र विशेष गरी अहिले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको लागि चाहिँ यो राज्य संयन्त्रले लामो समयसम्म दुर्गम भेगमा काम गर्ने कर्मचारीहरूको लागि राम्रोसँग सेवा सुविधा पनि हुँदैन। भ्रष्टाचार भएको थाहा हुँदाहुँदै यदि कसैले होइन भ्रष्टाचार छैन भनेर पेलेर बल मिसाइपूर्वक लान खोज्छ भने त्यो भ्रष्टाचारी हो भनेर पनि म भन्न चाहन्छु। हुन त अब यहाँ सबैजनाले राम्रो काम गरिरहनु भएको छ, काहीँ न काहीँ कतै न कतै भ्रष्टाचार भएको थाहा छ हजुरहरूलाई भने त्यसको पनि हामीलाई रिपोर्टिङ दिनु होला। अब सेवाग्राहीले एउटा कुरा गर्छ, हामी कर्मचारीहरू अर्को कुरा गर्छौँ। कहिलेकाहीँ सेवाग्राही र कर्मचारीहरूको त्यो विचार अभिव्यक्तिमा तालमेल पनि नभएको हुनसक्छ। तर हामी सबैजनाको अघि मैले भने जस्तै साझा उद्देश्य भनेको चाहिँ यो मङ्गलसेन, यो अछाम, यो समग्र अछाम क्षेत्र नम्बर 1 र 2 नै बनाउनु हो। र त्यो बनाउनको लागि हामीले आफ्नो आफ्नो तर्फबाट धेरै ठुलो कुरा गर्नै पर्दैन, इमान्दारपूर्वक प्रयत्न गर्नुपर्छ। र अब आर्थिक वर्षको बजेट पनि चाँडै विनियोजन हुँदैछ र आएको बजेट एकदमै तपाईँले सही ढङ्गमा सदुपयोग गरिदिनुहोस्। बजेट नआएको होइन, दुर्गम ठाउँमा बजेटहरू आएको छ, तर त्यो आएको बजेट पनि कनिका जस्तो कता 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 छरिएर गएको छ क्या। मैले स्पष्ट रूपमा भनेको छु, 5 वर्षपछि अछाममा को घन्टी बोकेर आउँछ, को रुख बोकेर आउँछ, को तारा बोकेर आउँछ, को सूर्य बोकेर आउँछ, त्यसमा मलाई मतलब छैन। तर अछामी जनताको प्रगति हुनु पर्यो, उन्नति हुनु पर्यो। 77 जिल्लामध्ये सबैभन्दा पिछडेको अछाम जिल्ला 5 वर्षपछि यो मानकबाट माथि उठ्नुपर्छ भन्ने मेरो मान्यता छ। र त्यो मानकलाई उठाउने अरू कोही होइन हजुर। काठमाडौँ सिंहदरबारभित्र बसेका मान्छेले अछाम बनाइदिनन्। अछाम बनाउने चेहराहरू यही बिल्डिङभित्र हामी सबैजना छौँ र हामीले निश्चिन्तपूर्वक काम गरौँ, इमान्दारपूर्वक काम गरौँ। तपाईँहरूले काम गर्दै गर्दाखेरि, इमान्दारपूर्वक काम गर्दै गर्दाखेरि कहीँ कसैले भाँजो हाल्न खोज्छ र तपाईँहरूको कामलाई चाहिँ रोक्न खोज्छ, अवरोध गर्न खोज्छ भने एकल गर्नुहोस्, तपाईँहरूको साथमा सधैँ म उभिनेछु। तर गलत काम गरेर फेरि मलाई गलतबाट बचाइदिनुहोस् भनेर चाहिँ कहीँ पनि अनुनय विनय नगर्नु होला। पार्टीमा पनि मैले यही भनेको छु, हरेक कार्यालयमा यही भनेको छु। र अहिले अछाम जिल्लाबाट 2 जना महिलाहरू हामी छौँ, हाम्रो अरू 2 जना पुरुषहरूपट्टि जो हुनुहुन्छ, रत्ना थापा धामीज्यू हुनुहुन्छ र म छु। 4 जना मानिने यो पटक अछामले पाउँदाखेरि पनि अछाम बनेन भने जिन्दगीमा कहिले अछाम बन्दैन हजुर। हामीले हजुरहरू जस्ता यस्ता कर्मठ सबै पढे लेखेका होइन, यस्तो विद्वान व्यक्तित्वहरू हाम्रो अगाडि पाएका छौँ र मलाई गर्व लाग्छ अछाममा धेरै पढे लेखेका कर्मचारीहरू हुनुहुँदो रहेछ। मैले विभिन्न कार्यालयमा अनौपचारिक रूपमा भेटघाट गर्दाखेरि पनि तपाईँको जोस डाँगरलाई बुझाएको छु। तर फेरि तपाईँहरूलाई पनि धेरै समस्या चुनौतीहरू छन्। भनेको बेलामा बजेट भने जस्तो तरिकाले आइदिँदैन, काम गर्न कठिनाइ छ, चुनौती छ, भौगोलिक विकटता छ, कम्युनिकेसनको प्रब्लम छ, सबै हामीले राम्रोसँग बुझाएको छौँ। र तपाईँहरूको समस्यामा पुल बन्नको लागि आज म यहाँ उपस्थित भएको छु। आज तपाईँहरूले आफूले भोगेका समस्या, काम गर्दै गर्दाखेरि कहाँ अप्ठ्यारो भयो, कहाँ चुनौती भयो, बजेटले पुगेन कि प्रदेशले सघाएन कि केन्द्रले नजरअन्दाज गर्यो कि आज प्रष्ट रूपमा हजुरले भनिदिनु भयो भने र लिखित रूपमै दिनुभयो भने मलाई अझ सजिलो हुन्छ भन्न चाहन्छु। र अहिले आज चाहिँ म धेरै बोल्नको लागि होइन, सुन्नको लागि आएको छु। हजुरले निश्चिन्तपूर्वक आफ्ना कार्यालयका समस्या, गुनासो तथा सुझावहरू मलाई टिपाइदिनु होला भन्दै अहिलेलाई यति धन्यवाद। अब कार्यालय कसैको केही कुराहरू छ भने त्यही बेला राखिदिनु होला। आफ्नो स्तरको केही छ होइन, केही समस्या छ। अघि विद्युत आयोगले भन्नुभएको छ, यो उपलब्धताको लागि मैले चिठी लेख्नु भएको छ अरे, कुनै कार्यालयको चाहिँ विद्युत महसुल तिर्न बाँकी छ भने तिर्नु होला। अब के पैसा नै सकिएको छ भने आफ्नो तालुक मन्त्रालयमा, निकायमा समन्वय गरेर छिटोभन्दा छिटो तिर्ने व्यवस्था मिलाउनु होला। नत्र अन्य ठाउँको पहिलो चरणको पत्र गएको छ, ल्यान्ड कार्ड गर्ने अवस्था हुन्छ होइन, नियमअनुसार ऐनअनुसार ल्यान्ड काट्यो भने समस्या अवरोध होला होइन। विगत 1 वर्षभन्दा थोरै बढी भयो म यहाँ आएको। 1 वर्षदेखि यहाँ पोस्टिङ भएर सुरुमा 8औँ अधिकृतको रूपमा यहाँ पोस्टिङ भयो, त्यसपछि अहिले 9औँ बढुवा भएर फुल कार्यालय प्रमुख रूपमा कार्यरत छु। अब हाम्रो यो सिँचाइ डिभिजन कार्यालयको चाहिँ अब यसको स्कोपको बारेमा चाहिँ बुझ्दाखेरि चाहिँ अहिले चाहिँ हाम्रो भौतिक पूर्वाधार विकास मन्त्रालय चाहिँ जुन छ प्रदेशमा, त्यो मन्त्रालय अन्तर्गत चाहिँ हामी चाहिँ हाम्रो माथिल्लो निकाय भनेको बिचमा अरू कुनै निर्देशनालय केही पनि छैन, सिधै हामीले चाहिँ मन्त्रालयसँग चाहिँ यसपछिको अप्पर हाम्रो एजेन्सी भनेको मन्त्रालय नै हो, भौतिक पूर्वाधार विकास मन्त्रालय हजुर। त्यो अन्तर्गत चाहिँ हाम्रो कार्यालय चाहिँ पर्छ। अब यसको कार्यालयको चाहिँ हाम्रो स्कोप अन्तर्गत 2टा कार्यक्रम हामी गर्छौँ। एउटा चाहिँ यो किसानहरूको जुन खेत छ त्यो खेतहरूमा चाहिँ हामीले नजिकका चाहिँ पानीका स्रोतहरूबाट सिँचाइ कुलो अथवा अन्य स्रोत माध्यमबाट चाहिँ सिँचाइको चाहिँ
प्रबन्ध गरेर त्यो सिँचाइमा चाहिँ कृषि जो उत्पादन योग्य जमिन छ त्यसमा चाहिँ हामीले सिँचाइ स्रोतबाट पानी पुर्याउने हो। अनि त्यसपछि त्यसमा चाहिँ कृषिका एक्टिभिटीहरू चाहिँ रन गर्नलाई चाहिँ त्यसलाई सजिलो हुन्छ। त्यसपछि अर्को भनेको यो जलस्रोतको चाहिँ जुन यो उसबाट चाहिँ हुने चाहिँ जुन भल्नरेबिलिटी हुन्छ यसमा चाहिँ जस्तै बाढी पहिरो जस्तै बाढी आउँदाखेरि अरू विभिन्न कारणले गर्दा जुन चाहिँ यो प्राकृतिक प्रकोप जस्ता कारणहरूबाट केही नदी नियन्त्रण सम्बन्धीका चाहिँ प्रोटेक्सनका कामहरू त्यसलाई चाहिँ थप त्यसको क्षति हुनबाट रोक्ने चाहिँ हामीले चाहिँ केही मिटिगेसनका कार्यक्रमहरू गर्छौँ। त्यो चाहिँ सानो स्केलमा हुन्छ, अब ठुलो स्केलमा चाहिँ हुन सकेको छैन। विशेष गरी त्यो सिँचाइ र नदी नियन्त्रण दुईवटा सेक्टरमा हामी काम गर्छौँ। अब यो वर्षको हाम्रो कार्यालयको अवस्था बुझ्ने हो भने हामीसँग चाहिँ सशर्त अनुदान अन्तर्गत चाहिँ जम्मा 1 करोड 60 लाख मात्र बजेट थियो र प्रदेश समानीकरण अनुदानतर्फ चाहिँ हामीसँग 38 करोड 94 लाख बजेट छ यो वर्ष। भने चाहिँ लगभग झन्डै 40 करोडको आसपासमा हाम्रो टोटल चाहिँ बजेट यो वर्षको रहेको छ भने अहिलेसम्मको खर्च चाहिँ 10 करोडको आसपासमा चाहिँ टोटल सशर्त र प्रदेश गरेर प्रदेश अन्तर्गत 9 करोड, सशर्त अन्तर्गत लगभग 80 लाख गरेर एप्रोक्स 10 करोड जति खर्च भएको छ आजको मितिसम्म। अब केही चाहिँ भुक्तानी हुन बाँकी छन्। अब यसमा खास अब मेजर समस्या भनेको के छ भने अब यो संविधानमा चाहिँ जानुपर्ने हुन्छ। सबभन्दा पहिला संविधानको अनुसूचीमा चाहिँ के गरिदिएको छ भने सङ्घ प्रदेश र स्थानीय तहको अधिकार अन्तर्गत चाहिँ जलस्रोतसँग रिलेटेड चाहिँ जुन अनुसूचीहरू छन् जस्तै सिँचाइ र नदी नियन्त्रण सम्बन्धीका जस्तै केन्द्रले चाहिँ यो खालको प्रदेश र स्थानीय तहमा छुट्याएको छ, तर त्यसको क्लियर चाहिँ डिमार्केसनहरू अहिलेसम्म चाहिँ एनहरू चाहिँ बन्न सकेको छैन। जस्तै एकीकृत जलस्रोत नीति भनेर पनि केन्द्रले समयमा बनाउन सकेन। अर्को कुरा चाहिँ यो अनुसूचीमा भएका जो यो जलस्रोत सम्बन्धीका चाहिँ साझा अधिकार छन्, किनकि त्यही सिँचाइको काम केन्द्रले पनि गरिरहेछ, त्यही सिँचाइको काम प्रदेशले पनि गरिरहेछ, त्यही सिँचाइको कुलो चाहिँ स्थानीय तहले पनि बनाइराखेको छ। तर चाहिँ राष्ट्रिय जना आयोगले चाहिँ 2075मा एउटा गाइडलाइन त बनाएको छ, पहाडमा चाहिँ यति हेक्टरभन्दा सानो आयोजना छ भने प्रदेशले बनाउने, यतिभन्दा माथि छ भने केन्द्रले बनाउने एउटा गाइडलाइन बनाएको छ। तर त्यो चाहिँ मेन्डेटोरी डकुमेन्ट चाहिँ को रूपमा काम नगर्दाखेरि चाहिँ अहिले चाहिँ त्यसमा खासै डिमार्केसन भएन। त्यसले गर्दाखेरि एकीकृत जलस्रोत नीति बन्नु पर्यो। कुन स्केलसम्मका आयोजना चाहिँ केन्द्रले बनाउने, कुन स्केलसम्मका आयोजना प्रदेशले बनाउने र कुन स्केलसम्मका आयोजना स्थानीय तहले बनाउने सिँचाइ र यो नदी नियन्त्रण अन्तर्गतका, त्यसलाई पहिला चाहिँ कानुनले नै छुट्याउनु पर्ने हुन्छ। त्यसको लागि अब विभिन्न विज्ञहरूसँग छलफल गर्नुको लागि स्थानीय तहदेखि प्रदेश सरकारदेखि केन्द्र सरकारको चाहिँ बृहत यसमा चाहिँ छलफल चाहिन्छ। किनकि त्यो साझा अधिकार हुने बित्तिकै त्यहाँ अलिकति कन्फ्लिक्टको कुरा चाहिँ आउँछ। त्यहीँ प्रदेशले काम गरेको छ। जस्तै यहाँ अब मैले यो यहाँ पनि राखेको छु, जिल्लाको विकासको लागि पोलिटिकल कमिटमेन्ट हुन सकेन। जस्तै अछामको हकमा त सिँचाइमा चाहिँ सिँचाइको लागि जस्तै यहाँ 100वटा आयोजना पनि धेरै हुन्छ। विभिन्न कारणहरूले गर्दा चाहिँ अहिलेसम्म ठेका चाहिँ लागेको थिएन, जनअपेक्षा पनि बढ्दै आएको थियो। अनि लास्ट इयर चाहिँ भदौ 29 गते चाहिँ ठेका लागेको छ। यसको चाहिँ अब 20मै गढ क्षमताको हो। लास्ट इयर चाहिँ हाम्रो लट 1, 2, 3 भनेर 3टा लटमा छ। यो पहिलो लटको चाहिँ सिभिल एन्ड हाइड्रोमेकानिकल वर्क्स भनेर 7 अर्बको ठेका लागेको थियो हाम्रो लास्ट इयर चाहिँ। अनि त्यसपछि हाम्रो पहिलो 9 महिना चाहिँ मोबिलाइजेसन पिरियड हुन्छ हाम्रो। त्यसमा चाहिँ अहिले ठेकेदार साइडबाट चाहिँ आफ्नो क्याम्पहरू सेटअप गर्नु भएको छ, हाम्रो प्लान्टहरू राख्नु भएको छ, धेरै जस्तो इक्विपमेन्टहरू आइसकेको छ। अनि 9 महिना अब असारतिर सकिन्छ, अनि हाम्रो बर्खा पनि सकिन्छ। त्यससँगै हाम्रो साउन भदौबाट चाहिँ हाम्रो ऱ्यापिड कन्स्ट्रक्सनको काम धेरै सुरु भइरहेको हुन्छ। अनि त्यो अघिल्लो त्यो जो 10 वर्ष भएको थिएन त्यो बेला चाहिँ अब यहाँ त्यो बेला अफिस सरेर यता ठाटीमा छ हाम्रो अफिस चाहिँ, साइट अफिस चाहिँ। अनि जग्गा अतिक्रमण गर्ने कुराहरू पनि धेरै जस्तो भइसक्यो, अलिकति बाँकी छ बिचमा त्यहाँ। त्यो अब हामी त्यसमा छौँ। अनि अहिले डिजाइन र लेआउट पनि काम भयो। हजुर रहेछ, थोरै चाहिँ कति अब 1-1.5 पनि होला। त्यसका लागि चाहिँ अब अहिले अधिग्रहण गर्ने प्रक्रियामा सायद यहाँ पनि आउँछ होला चिठी। हजुर त्यही छ अहिले अब अड्किएको थोरै। अनि अब सरले भने जस्तै अहिले डिजाइन चाहिँ भइरहेछ, डिजाइन 1 महिनामा सकिन्छ होला। अब उनीहरूले भन्न त 1 महिनापछि हामी खन्नै सुरु गर्छौँ भनेर छ। अनि जग्गाको सरको पोजिसनमा के हो भने त्यो तलतिर वनको जग्गा रहेछ थोरै, पहिला अब घर बनाउँदाखेरि थोरै मिच्या होला, त्यसको उजुरी आएको छ भन्ने सुनिएको छ। अनि अर्को त्यहाँ चाहिँ जहाँ त्यो मुख्य भवन छ त्यो भवन भएको ठाउँमा व्यक्तिको जग्गा छ अरे। अनि त्योभन्दा उता चाहिँ आयोजनाको जग्गा छ, तर त्यो व्यक्तिले युज गरेको छ। त्यो के कारणले भयो हो, त्यति बेला भवन बनाउनुभन्दा पहिलादेखिको हो त्यो समस्या। पछिको चाहिँ त्यस्तो केही छैन। अब अहिले त्यो 2टा केसमा चाहिँ उजुरी परेको छ अरे कता कता। अब हामी कहाँ पनि पुगेमा चाहिँ यो हाम्रो थोरै डिस्क्रिप्सन भनिदिन्छु यसको। सेती राजमार्ग चाहिँ हाम्रो 4 दक्षिण खण्ड अहिले अफिस छ, यहाँ दक्षिण खण्ड अफिस हो। यसले चाहिँ 4वटा जिल्लामा चाहिँ काम गरिरहेछ।
कैलाली, डोटी, अछाम र बाजुरा। बाजुरामा चाहिँ 12 किलोमिटर हो। त्यहाँ चाहिँ हाम्रो अछामको 144 देखि 204सम्म चाहिँ EIA को रिपोर्ट आएको छैन। EIA को रिपोर्ट नआउँदाखेरि त्यहाँ ठेक्का व्यवस्थापन गर्न सकिएको छैन। वनहरूको जग्गाहरूको विवाद नभएको ठाउँमा यता घुमुरकोट एरियामा चाहिँ हामीले ठेक्का व्यवस्थापन गरेर काम गरिरहेका छौँ। त्यसपछि अछामको बाँकी खण्ड भनेको हजुरको साफेबगरदेखि डोटी सिमानासम्मको चाहिँ ट्र्याक ओपन भइसकेको छ सबै। ब्ल्याकटप चाहिँ अछाममा 8.5 किलोमिटर ब्ल्याकटप पनि भएको छ कालोपत्रे। त्यसपछि डोटीमा चाहिँ 40 किलोमिटर हो। 40 किलोमिटरमा चाहिँ 8 किलोमिटर ट्र्याक ओपन भइसकेको छ। बाँकी 32 किलोमिटर बाँकी छ। त्यो चाहिँ खास किन भएको भनेपछि 79-80मा चाहिँ ठेका व्यवस्थापन भएको। त्यसको पट्टानादेश लिनलाई 2 वर्ष समय लागेको र भर्खर अहिले चाहिँ त्यो ठेकाको म्याप पनि सकिएको छ। त्यसको दाख्ताको प्रोसेसमा छ। अहिले चाहिँ निर्माण कार्य त्यहाँ चालु अवस्थामा छ। अनि कैलालीको चाहिँ टोटल 72 किलोमिटर हो। 72 किलोमिटर पुरै ट्र्याक ओपन भइसकेको छ। त्यो मध्ये 19.2 किलोमिटरको चाहिँ ब्ल्याकटप स्ट्यान्डर्डको ठेका व्यवस्थापन भइसकेको छ भने बाँकी 52 किलोमिटर चाहिँ अहिले भर्खरै 1 महिना अगाडि चाहिँ ठेका सम्पन्न भयो। अब नेक्स्ट इयरमा चाहिँ त्यसको लागि ब्ल्याकटपको लागि चाहिँ ठेका व्यवस्थापन गर्ने योजना रहेको छ सडक योजनाको चाहिँ। अब त्यहाँको मेन समस्या भनेको बजेटको नै हो। जहिले योपालि आएको बजेट सडकतिरको 25 करोड बजेट पुस मसान्तमै भ्याइएको हो। त्यसपछि थप 10 करोड आयो, त्यो पनि भ्याइसक्यो। अझै 10 हामीलाई असारसम्म चाहिँ 15 करोड जति चाहिने हाम्रो अनुमान छ। 5-7 करोड रुपियाँ भुक्तानी किन बाँकी छ। अनि पुलतर्फ चाहिँ 18 करोड बजेट आएको थियो। त्यो लगभग पुस मसान्तभित्र त्यो पनि भ्याइयो। त्यसमा चाहिँ थप 15 करोड जतिको कन्ट्र्याक्टरबाट बिल पेस भइसकेको छ। त्यो भुक्तानी गर्न बाँकी छ। अब अरू मेन समस्या भनेको EIA रिपोर्ट आएको छैन। EIA रिपोर्ट नआउनुको मुख्य समस्या भनेको खप्तर राष्ट्रिय निकुञ्जले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र सडक पर्यो भनेर चाहिँ उसले एउटा परिपत्र गरेको छ। त्यसको वैकल्पिक बाटो के हुनसक्छ त्यसको चाहिँ अध्ययन गरिदिनु हुन भन्ने हाम्रो पत्रचार पनि भएको छ। अब त्यसमा चाहिँ स्थानीयहरूले अवरोध गरिरहनु भएको छ। हाम्रो टोलहरू लगभग 10-12वटा टोलहरू चाहिँ छुटाएर चाहिँ तलबाट चाहिँ लिँदैछ भनेर हामीलाई उजुरी गर्नुभएको छ। राष्ट्रिय निकुञ्जको प्रतिवेदन पनि अध्ययन गरेका थिएँ मैले होइन। पहिला जुन राष्ट्रिय निकुञ्जको पिल्लरहरू हो अहिले हामीले अध्ययन गर्दाखेरि त्यो पिल्लरहरू त्यो सडकभन्दा लगभग 200 मिटर माथि नै छ कि। अनि राष्ट्रिय निकुञ्जले प्रतिवेदनमा के लेखेको छ त भन्दाखेरि यो मध्यवर्ती क्षेत्रमा चाहिँ पर्यो भनेर चाहिँ उनीहरूले त्यसरी चाहिँ त्यो प्रतिवेदन पेश गरेको देखिन्छ। त्यही भएर चाहिँ त्यसमा केही लगानी पनि भइसकेको छ फेरि होइन। लगभग बल्याल्तसम्म त्यो सडक पुगिसकेको छ, ट्र्याक ओपन भइसकेको छ भने त्यही भएर अब हाम्रो सडक विभागको साथीहरू हुनुभयो, त्यहाँको स्थानीय साथीहरू है, त्यसमा मलाई लाग्छ अवरोधै गर्नु हुन्न जस्तो लाग्छ होइन। त्यो किसिमले त्यसलाई चाहिँ अब हजुरलाई माथिबाट ऊ पनि आएको होला, परिपत्र कुनै आएको होला, त्यसमा चाहिँ हजुरले चाहिँ यो कोर एरियाभित्र पर्दैन भनेर चाहिँ हजुरले त्यो फास्ट ट्र्याक ओपन गरिदिनु भनेर त्यसरी हजुरले यहाँबाट चाहिँ गरिदिनु पर्ला। अनि त्यसको एउटा समस्या के छ भनेपछि त्यो चाहिँ राष्ट्रिय निकुञ्जको क्षेत्राधिकारभित्र भएर EIA को प्रतिवेदनको लागि चाहिँ जिल्ला वन र राष्ट्रिय निकुञ्ज कहाँ चिठी आउँछ, समन्वय आउँछ। हामी कहाँ चाहिँ समन्वय पनि थिएन। अनि उहाँको सरहरू आउँदाखेरि उहाँहरूले चाहिँ प्रतिवेदन पठाइदिनु भएछ। मङ्गलसेन हाम्रो त्यो कुल्टीको बाटो त छैन हाम्रो सुवाखा ढकारी रोड एउटा चित्रेको। यहाँ मङ्गलसेन सुवाखाडी ढकारी रोड छ निर्वाचन क्षेत्र पूर्वाधारको। मेन काम भनेको मेन्टेनेन्सको काम हो सडक डिभिजनको। अब यो अछाम र 2टा जिल्ला हेर्ने गर्छ, अछाम र बाजुरा। अछाम र बाजुरा गरेर जम्मा 122 किलोमिटर बाटो पर्छ, जसमध्ये अछाम जिल्लामा 67 किलोमिटर छ, जसमध्ये साँफेदेखि चौखुटे झकाले छ। अनि अर्को सेक्सन भने साँफेदेखि बैलपाडा मङ्गलसेन। यो 67 किलोमिटरमा जम्मा हाम्रो 2टा जिल्ला मिलाएर हामीले सडक बोर्डबाट मेन्टेनेन्सको कामको लागि जम्मा बजेट भनेको यो वर्ष 3 करोड 86 लाख रुपियाँ विनियोजन भएको थियो, जसमध्ये रुटिन मेन्टेनेन्सको लागि 2 करोड अनि पोर्ट होल्स मेन्टेनेन्सको लागि जम्मा भनेको 94 लाख। अनि त्यो पोर्ट होल्स यो खाल्डोको टालटुलको लागि भनेको मेन्टेनेन्सको लागि हामीले जम्मा 94 लाख 2टा जिल्ला हेर्नुपर्ने अछाम र बाजुरा। अनि त्यो अछाम र बाजुरा मेन समस्या भनेको 4 वर्ष अगाडि अमर उदय जेबी भनेर निर्माण व्यवसायीले ठेका लिनुभएको थियो। त्यसमा 6.5 किलोमिटर बाटो यो साँफेदेखि चौखुटे सेक्सनमा तपाईँको मुद्दा छ। अनि मुद्दा के भन्दाखेरि त्यति बेला DBST गर्दाखेरि उहाँको गुणस्तर नहुँदाखेरि ठेका अन्त्य गरेको थियो। अब त्यो सेक्सनमा अब सर्वोच्चबाट मुद्दाको फैसला नहुँदासम्म हामीले त्यो सेक्सन भनेको हाम्रो एकदम अल्पत्र छ, मेन्टेनेन्स गर्नै सकिरहेको हुँदैन हामीले। अनि त्यस्तै बाजुरा सेक्सनमा पनि 6.5 किलोमिटर बाटो भनेको हाम्रो त्यस्तै मेन्टेनेन्स गर्न नसक्ने हुँदाखेरि जनगुनासो पनि आउँछ कि सबै ठाउँमा काम भइरहेछ मेन्टेनेन्सको, ठेक्काहरू लागिरहेछ राजमार्गमा, तर त्यो सेक्सनमा मात्र काम नहुँदाखेरि अब सडक डिभिजनले के काम गर्यो भन्ने कुरा क्वेसन आउँछ। अब मेन्टेनेन्स नगर्नु सक्नुको कारण भनेको त मुद्दाको फैसला नहुने हो।
अनि अर्को भनेको सब डिभिजन कार्यालयले मेजर 3टा रणनीतिक निर्वाचन क्षेत्र 3वटा साइट छ हाम्रो 3टा प्रोजेक्टमध्ये 2टा अछाम जिल्लामा, एउटा चित्रेमा छ अनि अर्को भनेको यही मङ्गलसेनमा छ। अब चित्रेमा चाहिँ यो वर्ष चित्रे र मङ्गलसेनमा जम्मा 2टा सडकमा 3-3 करोड रुपियाँ विनियोजित बजेट थियो। त्यसमध्ये 3 करोड मध्ये भनेको चित्रेमा त अलि प्रगति भएको छ, जस्तै कि लगभग 2 करोड जति प्रगति भएको छ। तर यो सडकमा जस्तै कि यो मङ्गलसेन सुवाखाड ढकाडी रोडमा जम्मा 3 करोड बजेटमा भनेको हामीले शून्य प्रगति भएको छ। त्यसमा उहाँलाई निर्माण व्यवसायी काश्यप निर्माण सेवालाई पटक पटक तागेता गऱ्यौँ, हामीले अन्तिम तागेता गऱ्यौँ। त्यसपछि हामी सार्वजनिक सूचना पनि जारी गऱ्यौँ, पटक पटक यहाँ मिटिङ पनि बस्यो। विष्णु सर उहाँ आधिकारिक प्रतिनिधि विष्णु सर हुनुहुन्छ, उहाँसँग मिटिङ बस्दाखेरि अब उहाँले काम गर्नुहुन्छ भन्ने सधैँ फोन मौखिकमा मौखिकमा भन्नुहुन्छ म काम गर्छु आज भोलि गर्नुहुन्छ भने गर्दा गर्दा अहिलेसम्म यो वर्ष यो आर्थिक वर्षमा भनेको उहाँको शून्य प्रगति छ। त्यसैले हामीले यो ठेक्का टर्मिनेसनको प्रक्रिया हामी अगाडि बढाइसकेका छौँ। ठेक्का टर्मिनेसनको फाइलको लागि हामीले एउटा नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्छ, त्यो हामी क्षेत्रीय फाइल अहिले तत्काल पठाइसकेका छौँ। अब त्यो फाइल सदर भएर आएपछि हामी यो ठेक्का अन्त्यको अन्तिम चरणमा छौँ, ठेक्का अन्त्य गर्नेछौँ। अनि अरू भनेको अब सडक डिभिजनले गर्ने भनेको राजमार्ग स्तर उन्नतिको काम छ, जसमा राजमार्ग स्तर उन्नति जम्मा एउटा ठेक्का हो, त्यो पनि अहिले भइरहेछ। अरू त्यस्तो ठुलो समस्या छैन। मेन भनेको त्यो एउटा पोर्टल्स मेन्टेनेन्सको लागि अमर उदय जेबीको ठेक्काको फैसला नभएर हामी मेन्टेनेन्स जम्मा 94 लाख दिनुभएको थियो। अब यी जनजीव आन्दोलनले गर्दाखेरि पैसा कम थियो। अब यो वर्ष पनि हामीले लगभग 32 करोड रुपियाँ प्रस्ताव गरेको छ। अब त्यसमध्ये कति आउँछ मेन भनेको अब यो पोर्टल्स मेन्टेनेन्सको लागि राजमार्गको लागि अब त्यो ठेक्काको फैसला यदि छिटो भइदियो भने हामी आसाम र बाजुरा 2टै जिल्लामा एकदम बाटो एकदम सरल राम्रो हुन्छ भन्ने हुँदाखेरि त्यो बिग्रेको सडकहरू हुन्छ नि, त्यो चाहिँ कम्प्लिटली पुरै ढाकेर हुन्छ कि यहाँ चाहिँ अब खाल्डो परेको ठाउँमा टाल्यो। अनि जस्तो सडकहरू मेन्टेनेन्स गर्दाखेरि त्यो ब्ल्याक टप चाहिँ साङ्गुरिँदै आएर सडकको दुईटापट्टि चाहिँ खाली जस्तो मैले देखेँ क्या। मैले पनि फोटो पनि खिचेर ल्याएको छु। त्यसलाई चाहिँ मेन्टेनेन्समा अलिकति ध्यान दिनु होला। बाँकी मैले हेरेँ त्यहाँदेखि निकै राम्रो भएको छ क्या। अनि उयो त इन्टरनेसनल्ली गर्नु भएको रहेछ, राम्रोलाई त हामी एप्रिसिएट अलवेज गर्छौँ। तर त्यो मेन्टेनेन्स गर्दै गर्दा सडकको त्यो दायरा चाहिँ साङ्गुरो जस्तो देख्यो भने फेरि दुईपट्टि फेरि उस्तै भइजान्छ क्या। अनि फेरि त्यहाँबाट भत्किन सुरु हुन्छ। त्यसलाई चाहिँ अलिकति प्रायोरिटीमा राख्नु पर्छ। अब त्यसको लागि पनि माने चाहिँ यहाँ हाम्रो एउटा सरिता विष्ट भन्ने हुनुहुन्थ्यो, उहाँको चाहिँ एउटा अनलाइन खबर चलाउने एउटा आफूलाई पत्रकार भन्ने चिनाउने मान्छेले त्यो एउटा चरित्र हत्या गर्दै एउटा गोपनीयता भङ्ग गर्दै एउटा सामाजिक सञ्जालमा भिडियो अपलोड गरेको थियो। त्यो विषयमा पछि अब हामीले चाहिँ एउटा कानुनी प्रक्रियामा जाने भन्ने कुरो भयो। हामी जिल्ला प्रहरी कार्यालयमा आयौँ। 1 हप्तासम्म मुद्दा दर्ता भएन है। त्यो किन भएन त्यो हामीलाई थाहा छैन। पछि बल्ल त्यो मुद्दा दर्ता भयो। त्यो मुद्दा दर्ता भइसकेपछि उसको त्यो व्यक्तिको नाममा पक्रा पूर्जी जारी भएको करिब 2 महिना यस्तै हुन लाग्यो होला। उहाँ सरलाई डिएसपी सरलाई थाहा होला है यो विषयमा। मलाई चाहिँ पीडितले मेरो बारेमा बोलिदिनु भनेर पठायो भने म यहाँ आएको। पीडित चाहिँ सरिता विष्ट। अनि करिब 2 महिना भयो पक्रा पूर्जी जारी छ, मान्छे चाहिँ अहिलेसम्म पक्राउ परेको छैन। अनलाइनमा चाहिँ जहिले पनि अनलाइनमै हुन्छ त्यो मान्छे। के नाम हो सरिता? सरिता विष्ट पीडित हजुर। अब त्यो खै कसो एकजना को हिमाल सन्त भन्नेको नाममा चाहिँ यहाँ गरेको छ। त्यो खास पक्राउ नपर्ने अब त्यो कारण के हो उहाँ मैले हामी चाहिँ आश गरेको भनेको एउटा सामान्य मान्छेले न्याय पाउने अब आश भनेको एउटा त्यही जिल्ला प्रहरी कार्यालय हो। त्यही ठाउँमा एउटा जस्तै कुनै पनि एउटा केसमा हाम्रो नाममा एउटा सामान्य केसमा त दर्ता हुँदा बित्तिकै हामी तुरुन्त पक्राउ पर्छौँ। अब त्यो एउटा अनलाइन खबर चलायो भन्ने पत्रकार भन्ने अनि एउटा त पत्रकार माइक समातेर चाहिँ जे पनि मनमानी गर्न मिल्ने त्यो मान्छे चाहिँ खास पक्राउ नपर्नको कारण के हो उहाँ माननीय ज्यूले चाहिँ त्यो बुझिदिनु होला। यही भन्न आएको। तथा साना उद्योग कार्यालय विभागको यो चाहिँ सामान्य मैले भूमिका चाहिँ अलिअलि भन्दैछु सर। यो नयाँ कार्यालय भएको कारणले पनि यो पहिला समिति थियो। यो उद्योग प्रशासनको कार्य गर्ने गरी 2049 सालमा घरेलु तथा साना उद्योग विभागको स्थापना भएको र 75वटै जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिको स्थापना भएको हो। 77मा संहिता पश्चात 7वटै प्रदेशका जिल्लाहरूमा रहेका उक्त विकास समितिलाई घरेलु तथा साना उद्योग कार्यालय नामाकरण गरी स्थापना हुँदै आएका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको अनुरोध गर्दछौँ। र यस कार्यालयले मुख्यतया 2 किसिमका कार्यहरू गर्छ। उद्योग प्रशासन सम्बन्धी कार्यहरू जस्तै उद्योग दर्ता, नामसारी, ठाउँसारी, पुँजी वृद्धि, क्षमता वृद्धि, उद्देश्य संशोधन आदि उद्योगको हकमा हो। उद्योग प्रवर्धन सम्बन्धी कार्यहरू यसले विद्यालय शिक्षा कार्यक्रम, स्थानीय तहका जनप्रतिनिधि ज्यूहरूसँग तथा कर्मचारीहरूसँग अन्तर्क्रिया कार्यक्रम,
घरेलु तथा साना उद्योगीहरूलाई उपयुक्त प्रविधि हस्तान्तरण गर्ने सिप विकास तथा उद्यमशीलता तालिमहरू सञ्चालन गर्ने गर्छ। यस कार्यालयको मुख्य उद्देश्य भनेको लघु घरेलु तथा साना उद्योगको प्रवर्धन विकास र विस्तार गरी रोजगारीको सिर्जना गर्ने एउटा हो। त्यसै गरी सिपमूलक तालिम सञ्चालनबाट बेरोजगारीको अवस्था न्यूनीकरण गर्दै गरिबी निवारणमा सहयोग गर्ने दोस्रो हो। तेस्रोमा छ स्थानीय स्रोत कच्चा पदार्थ सिप र साधनको व्यावसायिक उपयोग गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने भन्न त उद्योगको हकमा हजुरको। तर यो जुन हाम्रो नीतिमा छ त्यो भएको कुराहरू यहाँ देखिँदैन। जस्तै अहिले पनि हामी निर्माणका कुराहरू गर्छौँ। अब निर्माणका कुरा गर्दा भवन हाम्रो यहाँ नयाँ नयाँ भवनहरू निर्माण भइरहेछ। तर हाम्रो त्यसमा के गर्छ भने काठ बाहिरबाट युपिभिसीका झ्यालढोकाहरू बाहिरबाट आउँछन्। अब यहाँ काठ कहाँबाट प्रवर्धन हुने? मान्यज्यूमा यो अनुरोध गरेको मात्रै हो मैले। उद्योगको हकमा उद्योग भनेको त अलिकति केही सेन्सिटिभ कुरा हो भन्ने कुराहरू हामीले कतिको हामीले बुझ्छौँ भन्ने कुरा छ होइन। अब त्यो हिसाबले चाहिँ अनुरोध गरेँ मैले। अनि त्यसै घरेलु तथा साना उद्योग कार्यालय अछामले प्राप्त गरेको बजेट तथा आब 82-83 सम्पन्न गरेका कार्यक्रमहरू थोरै राख्न चाहे। चालुतर्फ 1,26,16,00,000 जसमध्ये 90,85,000 खर्च भइसक्यो। लगभग वित्तीय प्रगति चाहिँ 72% रहेको छ। त्यसै गरी पुँजीगततर्फ 20 लाख जसमध्ये 19,75,000 खर्च भइसकेको अवस्था र वित्तीय प्रगति 98% रहेको जानकारी गराउँछु। बजार अनुगमन 4 पटक भएको छ। 48वटा उद्योगमा बजार अनुगमन भएको थियो। वाणिज्य फर्म सामान्य चाहिँ सचेत गराएको छ। सिप विकास तालिम विभिन्न किसिमका तालिमबाट लाभान्वित भएका पुरुष 76 र महिला 91 गरी 168 जना चाहिँ लाभान्वित भएका छन्। एक जिल्ला एक उद्योग प्रबन्धन कार्यक्रम भन्ने हाम्रो कार्यक्रमको नाम चाहिँ ठुलो छ। मान्यज्यूलाई मैले यहाँ अनुरोध गरेँ। यो कार्यक्रम चाहिँ एक जिल्ला एक उद्योग कार्यक्रम अन्तर भन्ने छ। तर यसमा बजेट चाहिँ विनियोजित 10 लाख मात्रै भएको छ कि पुरै अछाम जिल्लाभरिमा। भनेपछि 10 लाखमा यहाँ 50वटा आवेदनहरू पर्छन् हजुर होइन। कसरी त्यो अनुदान दिने, कसरी गर्ने? विकास होइन विनाश भएको जस्तो लाग्छ मलाई। यो प्रदेश सरकारकै हो कि नीति के हो भन्ने। अनि त्यसै गरी चाहिँ यसमा अहिले हामीले छनौट 5वटा उद्योगहरू छनौट गरेर रकम भुक्तानी प्रक्रियामा छ। त्यसै घरेलु तथा साना उद्योगीलाई प्रविधि हस्तान्तरण कार्यक्रम भन्ने छ। त्यसमा 14 लाख चाहिँ विनियोजित भएको थियो। त्यसमा हाम्रो 18वटा उद्योगहरू छनौट भएर त्यो पनि भुक्तानीमा रहेको बेहोरा जानकारी गराए। त्यसै गरी हामीले उपभोक्ता सचेतना कार्यक्रम गरेका थियौँ। रामरोशन, ढकारी, मङ्गलसेन र कमर बजारमा यो अन्तर्क्रिया कार्यक्रम हो। अनि उद्योग दर्ता हाम्रो यो आबोमा चाहिँ 94 भएको छ। वाणिज्य दर्ता 36वटा भएको छ। चैत्र महिनासम्म राजस्व सङ्कलन 16,60,000 भएको छ। सेवा लिन जाँदाखेरि एउटा उद्योग दर्ता गर्नु, उसले चिया पसल दर्ता गर्नु पऱ्यो भने स्थानीय तहमा दर्ता गर्नुपर्ने, त्यसपछि आएर घरेलुमा गर्नुपर्ने होइन। अब कर कार्यालयको कुरा त त्यो बेग्लै भयो। उसले एउटा सानो चिया पसल चाहिँ दर्ता गर्दा उसले 15,000-20,000 रुपियाँ खर्च हुन्छ हजुरको होइन। भनेपछि यो चाहिँ नीतिगत व्यवस्थामै सुधार हुनुपर्ने जस्तो लाग्छ मलाई। किनभने कि त उसले स्थानीय तहमा मात्र यतिदेखि यतिसम्म स्थानीय तह, यतिदेखि यतिसम्म घरेलु भनेर कम्तीमा त्यो नीतिगत व्यवस्था भयो भने सहज होला कि भन्ने आश गरेका छौँ हामीले। तर हालसम्म कुनै पनि अब नियमावली कार्यविधि निर्माण नभएर कार्य सञ्चालनमा यस्तो दुविधा छ। अब उद्योगको हकमा साह्रै गाह्रो छ। अब इँटा बनाउने उद्योग पनि हामी कहाँ चाहिँ लगभग 2-4 ठाउँमा हामीले चाहिँ हेर्दाखेरि माटोको अवस्था त्यो हेर्दाखेरि चाहिँ इँटा पनि हामीले उद्योग यहाँ सञ्चालन गर्न सक्ने अवस्था छ। अब काइनेटिक स्टोन प्रशोधन गरी पत्थर उत्पादन गर्ने उद्योग पनि हामीले जस्तै विनायकमा चाहिँ हजुरको काइनेटिक पत्थर भन्ने रहेछ होइन। त्यहाँ हामीले त्यो उद्योग सञ्चालन पनि गर्न सक्ने अवस्था छ। यो बजेटकै अभाव छ जताततै। नेपाली हाते कागज उद्योग कम्ती रामरोशन र मेनलेक यो एरियामा चाहिँ यसको कच्चा पदार्थ तमाम पाउँछ हजुरको। एक ठाउँमा भए पनि कम्तीमा त्यसलाई चाहिँ गर्न सक्यो भने राम्रो होला जस्तो लाग्छ। अल्लो प्रशोधन कपडा बुनाइ उद्योग अल्लोको पनि त्यसै गरी तुर्माखाँतिर राम्रै पोकेट एरिया मानिन्छ। त्यसै भटमासको तेल, भटमास पनि हामी कहाँ तमाम उत्पादन हुन्छ। तर त्यो भटमास बाहिर गएर होइन अब त्यो के हुन्छ त्यसको अवस्था त्यस्तो छ। त्यसै बाँस निकाल्नुको सामग्री पनि धेरै वडाहरूमा चाहिँ हाम्रो पालिकाको चाहिँ धेरै यो भनौँ न अछाम जिल्लामा चाहिँ यसको पनि कच्चा पदार्थ पाउँछ। त्यसै प्लाइवुड उत्पादन उद्योग पनि सम्भावना कसरी पनि ढकारीतिर चाहिँ ढकारीमा म्याक्सिमम् चाहिँ उत्तिसको काठहरू पाउँदो रहेछ हजुरको। प्लाइवुड हुनेमा चाहिँ पहिलो कच्चा पदार्थ त्यसलाई नै मानिँदो रहेछ होइन। त्यसैले मैले केही जानकारी गर्नुलाई। अनि कार्यालय कार्यक्रम सञ्चालनमा आइपरेको समस्या के छन् भने पहिला त हाम्रो यो घरेलु तथा साना उद्योग कार्यालय चाहिँ स्थापना भए पश्चात यसको ओएनएम हालसम्म पनि भएको छैन हजुरको। हाम्रो मन्त्रालयले अहिलेसम्म यसको चाहिँ कुनै लेखाजोखा छैन। यहाँ मुख्य मन्त्रालयदेखि लिएर कतैबाट पनि अहिलेसम्म कर्मचारी एउटा थायी कर्मचारी 1 जना छ र 2 जना करारको कर्मचारीले यो अड्डा चलेको अवस्था छ। त्यसै गरी
छ भने कोही इस्युज गराउनुहुन्छ यो विषयमा म सरसँग सम्बन्धित केही कुराहरू राख्न चाहन्छु होइन। जस्तो राज्य अहिले जसरीकन थिलथिल अवस्थामा, जस्तै अहिले अछाम नेपालको 1 नम्बर गरिबभित्र छ, अथवा अछामको आधा जनसङ्ख्याले 200 रुपियाँभन्दा बढी डेली खर्च गर्न सक्दैन। यो भने दुर्भाग्य हो, जुन तपाईँहरू त्यही जिल्लामा काम गरिरहनु भएको छ। र विषयवस्तु यहाँ उठान गर्दा त बडा सुन्दर देखिन्छ र तपाईँहरूले प्रस्तुत गर्नुभएका कार्ययोजनाहरू पनि ठिक लाग्छ। मैले अघि भर्खरै सिँचाइ डिभिजनको सरले भनेको कुरा सुनिरहेको थिएँ। सायद नेपालमा सबैभन्दा बढी पानी भएको गाउँ मेरै होला, यही नजिकै छ 12 नम्बर वडामा। तर मेरो गाउँमा सिँचाइ सुविधा छैन कुनै पनि। तपाईँ अहिले गएर इभन गएर हेर्नुहोस्, त्यहाँ कुनै सिँचाइको नाममा एउटा कुलो पनि छैन। आफ्नै कुटो कोदालो गरेर सिँचाइ गर्ने एउटा व्यवस्था गरिएको छ। त्यो भावनाले अब त्यो तपाईँले कसरी हेर्नुहुन्छ त्यो चाहिँ तपाईँले उ गर्नु पऱ्यो। अनि अर्को कुरा के हो भने मैले भन्नु खोजेँ एकाउन्टेबिलिटी चाहिँ भएन क्या। हामी सरकारी कार्यालयमा सेवा गराएर आउँछौँ, सेवा गराएर हामी एउटा कस्टमरको रूपमा लग्छौँ क्या। हामी आफू चाहिँ राजा पल्टिने अथवा हामी चाहिँ अलिकता हाकिम हो भने जस्तो स्वभाव देखाउने र जुन मेन मान्छे हुन् जसले अहिलेसम्म 35 वर्षसम्म एउटा परिवारले 3 करोड रुपियाँ राज्यलाई कर तिरेको छ। तर आज ती जनताहरू चाहिँ सबैभन्दा बढी प्रताडित छन् र तिनीहरूले नै न्याय पाएछन् क्या। यहाँनिर मेरो गाउँ यहाँबाट 17 किलोमिटर छ, तर त्यहाँबाट आउँदाखेरि 300 350 रुपियाँ भाडा लाग्छ। त्यसलाई रेगुलाइजेसन कसले गरिदिने त? त्यो कसको रेस्पोन्सिबिलिटी हो अथवा कसको एकाउन्टेबिलिटीभित्र पर्छ त? त्यो हेरिदिनु परेन। म आज अछाममा आएको लगभग 25-26 महिना भयो। मैले डाटा कन्टिन्यू यसमा हालिरहेको 1000 रुपिस पर मन्थका दरले एनटिसीलाई तिरेँ। तर मेरो गाउँमा अहिले एनटिसीको सिमबाट कल गऱ्यो भने चल्दैन। मेरो गाउँबाट एनटिसीको सिम चल्दैन, डाटाको त्यो कुरै छोड्नुहोस्। 25-26 हजार मैले वेस्ट गरेँ अथवा मैले भ्रष्टाचारलाई चढाएँ, तर मैले त्यो सुविधा पाइनँ क्या। त्यो कसले एकाउन्टेबिलिटी कसको हो भने त्यो? अनि हस्पिटलमा 98 औषधिहरू नेपाल सरकारले सित्तैमा दिन्छ भन्छ। सेवाग्राहीहरू बिरामीहरू हस्पिटलमा आउँछन्, तर उसले प्रत्येक औषधि किनेर आफ्नो बिरामीलाई दिइरहनुपर्छ। यो एकाउन्टेबिलिटी कसले फिक्स गरिदिने? 98वटा औषधि पाउने सुनिश्चितता कसले गरिदिने? त्यो डिक्लेरेसन गर्नु पऱ्यो नि हैन। अस्ति उतापट्टि मेयरसँग बस्दाखेरि रोइरहनु भएको थियो, फलानालाई भन्दा टेरेन। अब यो पिउने पानी अछामको यो समस्या, यत्रो यो लिफ्टिङ पानी कति वर्ष भयो, कति करोडको हो यो। यसमा अछामको यो सदरमुकामलाई शुद्ध एउटा ओडालाई शुद्ध पानी पाउन सकेको छैन। 28 करोडमा तपाईँको चाहिँ 6वटा ट्याङ्की बनेर सबै अलपत्र मैले सब हेरिरहेको थिएँ। अनि त्यो अचम्म छ। अब सिडिओ साहब हुनुहुन्छ, अब तपाईँहरू प्रभुत्व व्यक्ति हुनुहुन्छ, सबै मान्छे एकाउन्टेबिलिटी त एउटा फरक पार्ट हो। त्योभन्दा अर्को नैतिकता भन्ने पनि हुन्छ क्या। फेरि म जुन अफिसमा काम गर्छु, मैले सेवाग्राहीहरूलाई क्वालिटीयुक्त सर्भिस दिइरहेको छु कि छैन भन्ने कुरा पनि त हेर्नु पर्ला त। म सिर्फ तलब खुवाउनुको लागि, खानाको लागि त्यो कुर्सी मात्रै बसेँ होइन नि त। अहिले भनिसकेँ हरेक परिवारले 35 वर्षसम्म 3 करोड रुपियाँ राज्यलाई कर तिरेका छन्। त्यो भ्रष्टाचारको मात्रै परिवार छैन। अछामीहरू त झन् 200 रुपियाँ पर डे खर्च गर्न नसक्ने आधा जनसङ्ख्या त्यो पनि। भनेपछि हामी त काहीँ न काहीँ हुनसक्छ राज्य सरकार चलाउने फरक त्यो पनि दोषी छ। तर त्योसँगै हामी ब्युरोक्रेसी त्यसको भागीदार हो कि होइन त? त्यो नैतिक जिम्मेवारी हामी लिने कि नलिने त? दिन्छ जे भयो तपाईँको अन्डरमा आउँदैन। मैले पहिलो सुने है त्यो कुरा चाहिँ। हो त्यही त समस्या छ त। तपाईँको अब यस्तो छ, अब रुट पर्मिट नदिएको ठाउँमा चाहिँ गाडी चलाउनु पाइँदैन। हो अब जस्तो यहाँ त ट्र्याकहरू धेरै पनि सिकाएको छैन, नयाँ नयाँ ठाउँमा ट्र्याक खुलेको छ। त्यसलाई रेगुलाइजेसन गर्नु अटो लैजान्छन्। अब दिने र लिने म सहमति भएर अनि अर्को कुरा अहिले आउँदैन। एउटा अफिसमा मात्रै हुनुहुन्छ। त्यो त तपाईँले अगाडि फरवार्ड गर्ने होला नि। फरवार्ड होइन, 10 चोटि लेखिसक्यो, मन्त्रालयमा 10 फोन गरिसकेको छ। ठिक छ, आउनु आउनु सरकार आज त्यसको अनुसार अब तपाईँले नासु दुईवटा खाली छ, खर्दा दुईवटा खाली छ। सरकारसँग हाम्रो पनि विरोध। यहाँ आएर चाहिँ हेर्नै भएको छैन कि यहाँ हामी कुन प्रेसरमा हामी काम गरिरहेछौँ, कति गाली खाइरहेछौँ होइन। चाहिँ म अहिले 9 बजेबाट सर हजुरलाई न फुर्सद नहोला, 2 बजे म पुग्नै पर्छ भनेर मात्रै आएको। म अहिलेसम्म वासरुम जान पनि मैले फुर्सद पाएको छैन कि।
भनेपछि यहाँ कर्मचारी व्यवस्थापनका विषय हेर्नुहोस्, अन्य कुराहरू हेर्नुहोस् होइन। हामीले कुन प्रेसरमा काम गरिरहेछौँ, अरू कुन तलब छ तपाईँहरूलाई सबैले थाहा छ कि। त्यो माथिबाट भनेर त्यो गृह मन्त्रालयले पनि निर्देशन दिनको लागि चाहिँ सजिलो छ होइन। आएको छैन सर, 4 जना चाहिँ अफिसर भनेको 1 जना पनि आउनु भएन कि। खटाउनु सक्नु पऱ्यो नि त, मन्त्रालयले खटाउनु सकेन। तेरो कार्य सरसफाइ मात्रै गर्छ पानी मात्रै ल्याएर हुँदैन नि त उनीहरूलाई फाट्न राखेर राख्नु नै पर्छ। सर्वप्रथम अछामबाट निर्वाचित माननीय ज्यूलाई हार्दिक बधाई छ, शुभकामना छ र एउटा युवाको देशमा लिडरसिपको त्यो प्रक्रिया अगाडि बढिरहेको छ। हामी युवाहरू जो फ्रस्ट्रेसनमा को वातावरणमा उभिएका युवाहरू अहिले आशावादी भएर बसेका छौँ। यो कुराहरू अहिलेको युवाको चाहिँ सहभागिता भएको मन्त्रीमण्डलले र एउटा संसदले बुझ्नेछ भन्ने आशा राख्दछौँ। र अहिले कुरा हाम्रो उहाँ सरले उठाउनुभयो, अहिले जे जति भइरहेछ यो कर्मचारीले सीमामा बाँध्ने त्यो किसिमका कानुनहरू र कार्यविधि निर्देशिकाहरू आइरहेछ। 2049 सालमा एउटा निजामती सेवा ऐन र नियमावली बन्यो। त्यसको पर्खाइमा अहिले यो 30 वर्षपछि कुरिरहेको निजामती कर्मचारी, निजामती ऐन कस्तो आउँछ भनेर कुरिरहेको निजामती कर्मचारीले अहिले त्यो ड्राफ्ट हेर्दाखेरि निराशाजनक रूपमा प्रस्तुत भएको छ क्या। त्यो त्यो तरिकाले आएको छ होइन। भनेपछि पहिलो कुरा त अनि कर्मचारीलाई अहिलेको अवस्थामा हेर्ने हो भने यो सरकारी सेवामा आबद्ध कर्मचारीको सेवा सुविधा छ, त्यो उसलाई जीवन निर्वाह गर्ने किसिमको छ, यो बुझ्न जरुरी छ। र मेरै लेभलमा काम गर्ने सार्वजनिक संस्थान बैंकतिरको कार्यरत कर्मचारीको तलब कति छ, म 30,000 खान्छु भने उसले चाहिँ 80 खान्छ भनेपछि यो कुरालाई हेर्न जरुरी छ कि छैन? यो कुरा कसले बुझ्दैन? हाम्रो राज्यले बुझ्दैन भने हामीले कोसँग यो कुरा राख्ने? र तलब निर्धारण हुनुपर्छ भन्छ, सार्वजनिक संस्थानको हेर्नु पर्यो, अनि बजारको चाहिँ मूल्य अभिवृद्धिको कुराहरूलाई हेर्नु पर्यो, अनि छिमेकी देशहरूको यो वस्तु तथा सेवाको मूल्य वृद्धिको कुरा, अनि कर्मचारीको तलब वृद्धिको कुरा। अस्ति पनि एउटा भारतको एउटा तलब सेड्युल प्रकाशित भएको थियो, कार्यालय सहयोगीको 45,000 त्यो तलब स्केल थियो। भनेपछि यो कुराहरूलाई हेरेर तलबको निर्धारण हुनुपर्छ भन्छ, तर राज्य बेखबर छ। 3 वर्षमा तलब पुनरावलोकन हुनुपर्छ भन्ने एउटा त्यो व्यवस्था निजामती ऐनमा पनि छ र संविधानमा त त्यो व्यवस्था पनि छ कि जस्तो छ होइन। त्यो गाउँमा 10-15 वर्षपछि पहिला चाहिँ हाइड्रो पावरबाट त्यहाँ विद्युत चाहिँ बलेको थियो, बिजुली बलेको थियो र 2-3 वर्ष चल्यो, त्यसपछि चाहिँ त्यो त्यहाँ अहिले अन्धकार छ। विद्युतको पहुँच देशव्यापी रूपमा अहिले चाहिँ 99.5% पहुँच पुगेको छ, तर मेरो गाउँमा विद्युत छैन। कस्तो विडम्बना है। यो कुराहरूलाई कमलबजार नगरपालिका वडा नम्बर 7 जामा, फल्टाने, सुनदेवी, छडानदेवी, अछामको सायद 2 बस्ती नै बाँकी होला। यो कुराहरूलाई समेटिदिनुहुन्छ भन्ने आशा गर्दछु। र त्यो ठाउँमा अहिलेसम्म सडक पनि छैन। जो स्याउले, क्वालेक, जामा, फल्टाने हुँदै लोडेघाटसम्मको त्यो सडक यहाँभन्दा पहिलाको आर्थिक वर्षको चाहिँ बजेटमा चाहिँ त्यो समावेश भयो, कार्यान्वयनमा आउन सकेन। अहिलेको सरकारले यो विषयलाई मैले सबै अहिलेको माननीयहरूलाई त्यो कुराहरू पनि पुर्याएको छु। यो कार्यले चालुगत र पुँजीगत गरेर 2 किसिमको प्रोजेक्ट कार्यान्वयन गर्छौँ। पुँजीगत अन्तर्गत हामी विद्यालय क्याम्पस, स्वास्थ्य चौकीका भवन निर्माणहरू, घेरा पर्खालहरू निर्माण गर्छौँ र हामीले 80-81मा ठेक्का लगाएका 19वटा विद्यालयका भवनहरू यो वर्ष पुरा भइसकेका छन् र यो वर्षको हामीले 25वटा विद्यालय भवनहरू अन्तिम चरणमा पुगेका छन् र हाम्रो 25वटा मध्ये 16वटा विद्यालयको घेरापार खेल मैदानका निर्माण कार्य पनि यो वर्ष सम्पन्न भइसकेका छन्। लगभग हाम्रो अहिले काम अन्तिम चरणमा पुगे पनि हाम्रो बजेटको हिसाबले हामीले 40% जति खर्च भएको छ पुँजीगततर्फ। र चालु अन्तर्गतका कार्यक्रमहरूमा हामीले यो लागु पदार्थ दुर्व्यसन सम्बन्धी विद्यालयहरूमा समुदायमा कार्यक्रम गर्छौँ। अभिभावक शिक्षा
सिपमूलक तालिम कार्यक्रमहरू, अनिवार्य तथा निःशुल्क शिक्षाका कार्यक्रमहरू र छात्रवृत्ति कार्यक्रम विशेष गरी वादी समुदायका बालबालिकाहरूलाई यो कार्यक्रम हामीले सम्पूर्ण गरिसकेका छौँ। यसरी हामीले यो चालु अन्तर्गतको पनि लगभग 60% प्रगति भएको छ आजसम्म। र यो विशेष गरी सुदूरपश्चिम प्रदेश सरकारले नमुना विद्यालय भनेर हाम्रो 4वटा प्रदेशमा 4वटा नमुना विद्यालय छनौट भएका छ। त्यो नमुना विद्यालयको कार्यक्रमहरूमा भौतिक निर्माणको कार्यक्रममा डिपिआर समयमा नै विद्यालयले निर्माण गरेको कारणले गर्दा हालसम्म सुरुवात हुन सकेको छैन, त्यो बाँकी छ। र यति नै हो हाम्रो कार्यक्रम। र छोटकरीमा एउटा कुरा मैले अब यो विगत लामो समयदेखि म जिल्ला शिक्षा कार्यालय हुँदै 1-2 वर्ष काठमाडौँ पनि भाषा आयोगमा काम गर्ने अवसर मिल्यो। त्यसपछि सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयमा बसेर पनि 2-3 वर्ष त्यहाँ पनि काम गर्ने अवसर मिल्यो। यहाँ आएको पनि लगभग मलाई अब 1.5 वर्ष हुन थाल्यो। यो विद्यालयमा जो अहिले एकदम अघि हाम्रो कर्मचारी साथीले पनि कुरा राख्नुभयो, निजामती तर्फको निजामती ऐनको कुराहरू, यो शिक्षा ऐन पनि 2028 सालमा आएको शिक्षा ऐनको कारण अहिले हालसम्म त्यही ऐनमा टेकेर काम गरिरहनु पर्ने अवस्था भएका कारणले गर्दा शिक्षा क्षेत्र अस्तव्यस्त छ। जसरी जिल्ला शिक्षा कार्यालय हुँदा निरीक्षण सुपरभिजनको काम जसरी हुन्थ्यो, अहिले अब स्थानीय तहमा शिक्षाको अधिकार 12 कक्षासम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ। तर त्यहाँ एकजना कर्मचारी शिक्षा हेर्ने 7औं 8औं 9औं कर्मचारीको व्यवस्था गरिएको छ। खालि उसले शिक्षकहरूको बायोडाटा डाटा सङ्कलन गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, तलभत्ता खुवाउने काम बाहेक अरू केही पनि फुर्सदै छैन भने हाम्रो काम कस्तो भयो त भन्नुहुन्छ भने मेनली गाउँपालिकाले दिएको 5 लाख बजेटमा मैले 30 मिटर जस्ताको तस्तै वाल बनाएँ, तर सामाजिक विकास कार्यालयबाट 23.5 मिटर मात्रै वाल बन्यो। यो कसरी? यो कुन खालको डिपिआर, कुन खालको इन्जिनियरले गर्यो हो? किन भयो यस्तो? र त्यसै अन्तर्गतका अरू विद्यालयका घेरा प्रकारका कामहरू चाहिँ नि सामाजिक विकास कार्यालयबाट हामीले चाहिँ अनुमति ल्यायौँ भनेर उनीहरूले उपभोक्ता मार्फतदेखि लिएर अरू त्यहाँको स्थानीय ठेकेदार मार्फत गर्यो। यो किन? यो जवाब दिनुहोस् हजुरले। अब यो वर्षको होइन, गत आर्थिक वर्षको हो। हजुर, यो 82-83 होइन, हजुरले भने 81-82 हो। 81-82 हामीले हजुरले भने अनुसार कोटेसनमा फेरि काम सम्पन्न गरेको थियो। हामीले हप्ताहेरी नै त्यसरी थियो र सामाजिक विकास मन्त्रालयको पिआईमा पनि त्यही कुराहरू थियो। हजुरले भनेको उक्ता समिति भनेको कुनै अन्य कार्यालयले गरेको होला, हाम्रो कार्यालयबाट उक्ता समितिबाट कुनै पनि कार्यक्रमहरू भएका छन् 81-82मा। अब त्यो कुरा त अब हजुरले भनेअनुसारको त्यसो भने यो वर्ष हामीले 3 किलोमिटर बाटो राम्रो बनाऊँ, चारै ठाउँमा वाल लगाऊँ, चारै ठाउँमा नाला बनाऊँ, ग्रेभल बनाऊ भने हाम्रो एउटा डिस्ट्रिक्टको हुन्छ, भिजन हुन्छ, एउटा प्राविधिकको आफ्नो जजमेन्ट हुन्छ होइन। अनि त्यो ठाउँमा काम गर्दाखेरि हामीले 3 किलोमिटर बाटो नबनाउने कि भन्दाखेरि सानो बाटो बनाउने। किन भन्दाखेरि हामी कटिङ गर्दाखेरि त्यो मेरो जग्गा हो, लागत अनुमानमा वाल छैन, हामी प्राविधिक दृष्टिले यो वाल नलगाए पनि हुन्छ, यहाँ यो नलगाए पनि हुन्छ। तर उहाँहरूको डिमान्ड के हुन्छ भन्दाखेरि मेरो जग्गा गयो, मलाई वाल नलगाइकन यो बाटो अगाडि बढ्दैन। अनि त्यसमा स्थानीय जनप्रतिनिधिले त्यो कुरालाई समस्याले समाधान होइन, आफ्नो भोट बचाउनको लागि के गर्नुहुन्छ भन्दाखेरि जनतानिर केही बोल्नु हुँदैन, किनभने उहाँले वाल दिएन भने उहाँको भोट जान्छ। अनि प्राविधिक दृष्टिकोणले हामीलाई के लाग्छ भने प्रायः हो सबै ठेकामा हेरिरहेको छु। मेरो टार्गेट के हुन्छ भन्दाखेरि हाम्रो अफिसको टार्गेट के म्याक्सिमम बाटो राम्रो, जहाँ ठाउँमा वाल चाहिँ त्यहाँ वाल लगाउने, जहाँ ठाउँमा नाला भनिन्छ त्यसले गर्दाखेरि लङ स्टेजमा काम विकास राम्रो देखिन्छ। तर उहाँले के भन्नुहुन्छ कि भन्दा होइन मलाई यहाँ वाल नलगाइकन तपाईँ कामै गर्न दिँदैन, गरिदिन दिन्छ। अनि हामीले कर्मचारीले के भन्छ घुसखोर भनिदिन्छ, खानीको कुराहरू गर्ने। र त्यो कुराको कसले जिम्मेवार लिने? हामीले मङ्गलछेनमा सुदूरपश्चिमको पनि एकदम उत्तर पूर्वतिर अवस्थित जिल्लामा चाहिँ एचए र फार्मेसी कार्यक्रम सञ्चालन गरिरहेका छौँ। देशका विभिन्न ठाउँबाट एचए र फार्मेसी पढ्न यहाँ भाइ बहिनीहरू आउनुहुन्छ र म आएपछि सुरुवात भएको संस्था अहिले चाहिँ एउटा ब्याच आउट भएको छ। त्यसमा चाहिँ 80% चाहिँ रिजल्ट छ हाम्रो पास आउट हुनुभएको छ, ग्रेजुएट हुनुभएको छ भाइ बहिनीहरू। अब यो हामीले चाहिँ क्वालिटी एजुकेसन दिने हो, क्वालिटीसँग के जोडिँदो रहेछ भने इन्फ्रास्ट्रक्चर जोडिँदो रहेछ। इन्फ्रास्ट्रक्चरसँग के जोडिन्छ भने अनि आर्थिक कुरा नै जोडिँदो रहेछ। हाम्रो संस्था स्थापना हुनुभन्दा पहिला 2079 सालमा स्थापना भयो। स्थापना हुनुभन्दा पहिला एक खालको जमिन प्राप्त भएको थियो हामीसँग। त्यो जमिनमा चाहिँ स्ट्रक्चर बनाउनको लागि त्यतिखेर नै 25 करोडको डिपिआर भएको। अब 25 करोडको डिपिआर 79 सालमा भएको, अब 84 आइपुग्न आँट्यो, 83 चाहिँ हामी सुरु गरिसकेका छौँ। अब यतिखेरसम्म चाहिँ एउटा चाहिँ भौतिक संरचना बाहेक अरू केही पनि छैन हामी कहाँ संरचनाको लागि। मैले पटक सामाजिक विकास मन्त्रालयदेखि लिएर शिक्षा मन्त्रालयसम्म सिटिबिटीसम्म पुग्दा पनि हुन्छ यो जोडी चाहिँ पक्का तपाईँकोमा चाहिँ हामी क्रमागतमा हालिदिन्छु भन्नुहुन्छ। बजेट आउँदैन, बजेट नआइसकेपछि हामीले चाहिँ स्ट्रक्चर बनाउन सकिँदैन, स्ट्रक्चर बनाउन नसकेपछि क्वालिटीको कुराहरू पनि जोडिन्छ।
हामी त दक्ष प्राविधिक उत्पादन गर्ने थलो हो। दक्ष प्राविधिक उत्पादन गर्नलाई प्र्याक्टिकल गराउनुपर्छ। प्र्याक्टिकल गराउनुको लागि फेरि स्ट्रक्चरको कुरा चाहिन्छ। त्यो हामीसँग स्पेस नभइकन गराउन सकेका छैनौँ। त्यही भएर मान्यज्यूसँग चाहिँ मैले हजुरलाई चाहिँ डिपिआर पनि उपलब्ध गराउँछु। डिपिआरको 1 कपी हजुरको पहलमा हामीलाई चाहिँ यो सरकार रहन्जेलसम्म 5 वर्षसम्म कम्प्लिट हुने तरिकाले चाहिँ त्यो डिपिआर अनुसारको चाहिँ 25 करोडको चाहिँ स्ट्रक्चरमा एउटा मात्रै स्ट्रक्चर बनिसकेको छ। त्यो स्ट्रक्चर चाहिँ बन्छ भन्ने चाहिँ मैले हजुरसँग चाहिँ त्यो माग राखेको छु। अरू कुराहरू त हामी चाहिँ तल्लो लेभलबाट चाहिँ गर्न सकिने कुराहरू चाहिँ म पनि कार्यालय प्रमुख भएको तरिकाले हिसाबले मैले आफ्नो पर्सनल चाहिँ इन्फोर्टबाट सुडे साहबलाई चाहिँ रिक्वेस्ट गरेर गर्ने कुराहरू चाहिँ यो लोवर लेभलमा गर्ने कुराहरू त गरिहाल्छौँ। हजुरले चाहिँ एउटा यो विषयमा कल गरिदिनु पर्ला। दोस्रो भनेको यसमा चाहिँ हाम्रो सिटिबिटीमा अहिले चाहिँ 4-5वटा भन्दा आङ्गिक शिक्षालयमा नर्सिङ कार्यक्रम सञ्चालन छ। ओभरअलमा 70वटा मात्रै नर्सिङ कार्यक्रमहरू सञ्चालन भएको छ देशभरिमा, 70वटा स्कुलमा मात्रै। अब नर्सिङको चाहिँ डिमान्ड हेर्दाखेरि चाहिँ हिजो मात्रै म बयलपाडा अस्पतालमा गएको थिएँ। अब स्टाफ नर्सको भ्याकेन्सी गऱ्यो भने एकजना पनि स्टाफ नर्स भेटिँदैन छ। तपाईँकोमा कहिले स्टाफ नर्स सुरु हुन्छ भन्ने। अब स्टाफ नर्स सुरु गर्नलाई चाहिँ हामीलाई चाहिँ अरू केही संरचनाले रोक्दैन। चिकित्सा शिक्षा ऐन 2075 छ। 2075ले के भन्छ भने कुनै पनि शैक्षिक संस्थाले चाहिँ स्टाफ नर्स सुरु गर्नको लागि 100 बेडको अस्पताल चाहिन्छ भन्ने रहेछ। अब 100 बेडको अस्पताल नहुँदासम्म चाहिँ हामीले स्टाफ नर्स सुरु गर्न सक्दैनौँ। मान्यज्यूको पहलमा बयलपाडा अस्पताल हुन्छ या जिल्ला अस्पताल असमलाई हुन्छ। अनि अपग्रेड ओएनमा सर्वे गराएर अपग्रेड हस्पिटल अपग्रेड गराएर या चिकित्सा शिक्षा ऐनमै 50 बेड हुँदा पनि चलाउन सक्ने खालको कानुनी व्यवस्था भएमा हामी चाहिँ यहाँ स्टाफ नर्स पढाउन सक्थ्यौँ। त्यो स्टाफ नर्स पढाउँदाखेरि चाहिँ बाहिर प्राइभेटमा पढ्दाखेरि चाहिँ विद्यार्थीले 8 लाख प्लस खर्च गर्नुपर्छ। हामी कहाँ भयो भने 1,50,000 मा सकिन्छ। 15वटा हो। अनि जीर्ण योजनाहरू पनि छ हाम्रो। जस्तो 2075 सालमा तेलको रुपियाँ प्रति लिटर 83 हुँदाखेरि अहिले कति 240-50 भइसक्यो अरे। अनि पत्राचार गरेका छौँ। यो सालको ठेकाहरू लगाइसक्यो। 1-2टा जहाँ विवाद छ त्यो मात्रै बाँकी छ। अनि काम भइरहेछ। अब त्यसले यस्तो छ अनि मान्छेले नसक्ने जस्तै अनि मेजर त्यो हाम्रोमा परेन सर। कसमा अब सडकको साथीहरू हो कि अब सहरी विकासको थाहा भएन। हाम्रो पनि छैन। मङ्गलचन सुवाखा ढकाडी सडक छ यो।